नक्कल त भोक लागेर मर्नु आँटिछ गरे चाहिँ लास्टै भूत जस्तै भएको रहेछ तर केही छैन म राम्रो भूत हो हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल साथीहरू आज चाहिँ म घुम्न जाँदैछु आज चाहिँ तमु लोसार हो अनि तमु लोसारको दिन चाहिँ यहाँ हुनुहुन्छ मम्मीसँग चाहिँ म घुम्न जाँदैछु विशेष गरी म घुम्नु जाने होइन कि मम्मीलाई चाहिँ बाहिर लाने हो अङ्कुशलाई चाहिँ लुगा लाउँदैछ अङ्कुशलाई चाहिँ लुगा लाइरहेको अवस्था छ मम्मी हेलो मम्मी चाहिँ बुढी हुनुभएछ अस्ति भर्खर त तरुनी हुनुभएको थियो अनि हामीले चाहिँ सफारी पर्खिरहेका छौँ होइन अनि म एक्लै जान हामी एक्लै जानौँ कि मेरो साथमा चाहिँ हुनुहुन्छ दिव्या वर्षा अनि उनीहरूको केटाकेटी छन् अनि मैले सेल्ला मेलालाई पनि जाउँ भनेको कि सेल्ला मेला चाहिँ को हो भने नि साथीहरू तपाईँहरू नयाँ हुनुहुन्छ भने सेल्ला मेला चाहिँ मेरो नन्दा बहिनीहरू उनीहरू चाहिँ नजाने भन्यो कि अब नजाने भनेपछि के गर्नु मासु फ्रीमा खुवाउँछु भनेको नि मानेन नि त के गर्नु त्यही भएर हामी एक्लै जाँदैछौँ घुम्न अब म चाहिँ रेडी भइसकेको छु यो चाहिँ मैले ज्याकेट लगाएको छु होइन खै देखिरहेको छ हात गर्दो रहेछ अनि अङ्कुश चाहिँ यहाँनिर पुरा लुगा लगाइरहेको छ होइन अङ्कुश कति दिन भयो ननाएको 3 महिना भयो ननाएको होइन त्यही कपाल काट्दाखेरि मात्रै हिजो नुहाएको थियो घाँटीमा पनि मैला छ होइन मैले पनि हाँसिराख्नु भएको छ छोराको बिल्ला हुँदाखेरि चाहिँ अनि अवस्था हो साथीहरू अनि मैले ज्याकेट लगाएको छु बिहान चाहिँ कस्तो जाडो थियो क्या बब्बाले जाडो थियो है जाडो सकिँदैन कि भने जस्तो लागिरहेको थियो तर फाइनली मैले चाहिँ ज्याकेट लगाएको छु नि भित्रबाट चाहिँ मैले राम्रो लुगा लगाएको छु किनभने फोटो भिडियो खिच्नुपर्ने छ फोटो भिडियो बनाएर राम्रो राम्रो फोटो भिडियो पोस्ट गर्नुपर्ने छ अनि आई होप तपाईँहरूले मेरो युट्युब च्यानललाई माया गरिदिनु भएको छ अझ धेरै लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला बाई बाई गाइज मम्मीलाई क्या खुसी भइराख्नु भएको छ हेर त मम्मी त सार्क ऋतुमाले बल्ल बल्ल टाउको निकाल्नु सक्छ अरे पादेर फाइनली हामी चाहिँ बासे चौरीमा आइसकेका छौँ बासे चौरी चाहिँ यस्तो भएछ ठुलो भइरहेको छ बासे चौरी मान्छेहरू हेर्नु मर्यो त्यहाँ त रमाइलो गरेको जान्न त माथि भएन भने यहाँ बस्छ बासा चौरीको दृश्य चाहिँ यस्तो बिजनामाहरू चाहिँ बल्ल बल्ल आइसक्नु भएको छ पकाइदिन्छ उयो भन्नु जानुपर्छ होला नि त चलि गाइज हाम्रो अङ्कलले चाहिँ ल्याइदिनु भएछ अङ्कललाई चाहिँ एकदमै धेरै हतार छैन अरे होइन बिस्तार जाँदा पनि हुन्छ होइन त अङ्कल अङ्कल चाहिँ एकदम दयालु हुनुहुँदो रहेछ राम्रो हुनुहुँदो रहेछ थ्याङ्क यू अङ्कल साथीहरूलाई ल्याइदिनु भएकोमा नानीहरू चाहिँ पुरा है आऊ मासु खानुपर्छ आज मासु लु जाऊँ फाइनली गाइस हाम्रो चाहिँ यहाँ कस्तो मिठो मिठो भइसकेको छ अनि हामी साथीहरू छ हामी आजको पिकनिकमा चाहिँ हामी यति नै हो तर जस रमाइलो हुनेछ हाम्रो यहाँ स्पिकर छ हाम्रो यहाँ केक छ कोक छ बन्द गर अब हामी चाहिँ मम्मी बस्दै गर्नु ल मम्मी यहाँ बसेर अङ्कुश मम्मीलाई निन्द्रा लाग्यो भने सुताइदेऊ ल बस अनि हामी जान्छौँ अब हामी जाउँ कस्तो रमाइलोको दिन हो गाइज अनि यो चाहिँ हाम्रो उयो हो क्या मासु हो अनि हामी चाहिँ मासु पोल्नका लागि जाँदैछौँ एकैचोटि राम ल नजाने गरेर अनि मजाले गफ गर्दै बस्दै खानुपर्छ हामी चाहिँ यहाँनिर मासु पोल्नका लागि आइसकेको छौँ मासु चाहिँ हामीले घरबाटै ल्याइसकेको थियौँ मासु चाहिँ यसरी पोल्नु हुँदो रहेछ वाउ यो के हो चिकनको पोल्नु भएको हो यो चाहिँ हाम्रो पोल्ने ठाउँ रहेछ ल के किन्दै गर न त म पनि आउँछु कति टाइम लाग्छ
टाइम एकछिन लाग्छ होला यो चाहिँ अलिक ढिलो हुन्छ क्या चिकन चाहिँ तपाईको मजाले पर्याउनु पर्छ ए हो बिरामी हुनुहुन्छ क्या त्यही भएर अलिक मेरो मम्मी बिरामी हुनुहुन्छ चटपटे अरू अब थुक्पा चाउमिन अब सेकुवा चाउमिन कसरी चाउमिन यता भाउजूलाई सोध्नु त चिकन हो अनि यहाँ चाहिँ प्याजी रहेछ अब हामी प्याजी खान जाँदैछौँ ल जाऊँ प्याजी पनि खाऊँ गाइज अनि हामीले चाहिँ होइन खोइ कुन के चाखौँ आलुचप गाइज हामीले चाहिँ आलुचप प्याजी किनेर खाइसकेका छौँ कस्तो छ मिठो मिठो छ अनि यहाँ चाहिँ सब थोक पाउँदो रहेछ अब त होइन यता पछाडि पिकनिक आम्मामा मेरो अनुहार चाहिँ लास्टै भुत जस्तै भएको रहेछ तर केही छैन म राम्रो भूत हो होइन मिठो रहेछ आलुचप ठिकै हो अन्त हाम्रो यहाँ पनि मान्छे नै मान्छे अब चाहिँ हामी फोटो खिच्न जाँदैछ केही भन्दैन त वर्षा दिव्या रमाइलो भइरहेछ हामी चाहिँ फोटो खिच्न गएको अनि पुड्की भयो भने निकालिदियो है ल गाइज अनि हामीले चाहिँ पानी पनि पानी चाहिँ मगाउनु बिर्सेको रहेछौँ पानी मगाउँदैछौँ राम्रो छ क्या बासा चौरी फाइनली गाइज यताको सिन चाहिँ यस्तो छ होइन साथीहरू चाहिँ यहाँ बसिराख्नु भएको छ अनि हामी चाहिँ ल म यसरी भ्लग गरिहालेँ ल अनि हाम्रो चाहिँ यहाँनिर फोटो खिच्ने कार्यक्रम धम्माधम भइरहेको छ है अनि खोला पनि तर बढ्दाखेरि चाहिँ एकदम ठुलो हुन्छ होला यो खोला अहिले चाहिँ एकदमै सानो छ होइन तर जस्ट रमाइलो भइरहेको छ लु तपाईको मालबाट दिदीको मालबाट नक्कल चाहिँ फेरि सार्की तुमाको टाउको त भर्खर पनि निस्कियो अरे त चुलाबाट
कुर्सीबाट पनि लडेकै गर्नुहुन्छ अरे खाली पनि। गाइस अहिले चाहिँ हामीले होइन खाजा पर्खिरहेको छौँ, तर हाम्रो खाजा नै आएको छैन। त्यही भएर मस्तसँग कोही सुतिरहेको छ, कोही खेलिरहेका छन्, कोही टिकटक बनाइरहेका छन्, कोही फोनमा बोलिरहेका छन् होइन। अनि यस्तै हो, धेरै कत्रो अनुहार चाहिँ टल्केको। गाइस मेरो अनुहार हेर्नु र अनुहार हेरेर नतर्सिनु होला। आउ न ह्याप्पी लोसार भिडियो चाहिँ गरिराख न। गरिहाल्छु त्यो भिडियो। ल बोइला हात हेर्नु न, तिनजनाले हात हेर्नु न। उ 1 2 3 ह्याप्पी न्यू इयर। उ यता बहिनीले चाहिँ अनि हामीले चाहिँ यहाँ केक काटिसकेका छौँ। नानीलाई चाहिँ एकदमै धेरै हतार भयो। अनि सुरुमा हामीले केक काट्दै हुनुहुन्छ। हाम्रो चाहिँ बल्ल सामान आएको छ, अलिक ढिलो भएको थियो। केही हुँदैन ल। थ्याङ्क यू ल्याइदिनु भएकोमा। ल राखिदिनु, धन्यवाद। भिडियो गर्दा मम्मी राखेर मम्मी हामी कहाँ राले निस्क्यो हौ अहिले। आहा अनि मम्मी चाहिँ यहाँ बसिराख्नु भएको छ। मम्मी खुसी लागेको छ? अङ्कुशलाई त भोक लागेर मर्नु आँटिसक्यो अरे। अङ्कुशलाई त भोक लागेर मर्नु आँटिसक्यो। अङ्कुश तिमीलाई कस्तो भइरहेछ? एकदम भोक लागिरहेको छ। हाम्रो यहाँनिर सेकुवा चाहिँ आइसकेको छ। फाइनली गाइज हामी चाहिँ चटपटे खाँदैछौँ। मम्मीलाई चाहिँ थोरै खाँदैछु, मम्मीलाई चाहिँ केकहरू खुवाउँदैछु। अनि साथीहरूले सबैले खाँदै हुनुहुन्छ, भाइले पनि खाँदैछ। मलाई पनि चिप्स। खोइ सब स्टप। दिव्या दिदी कमेन्ट। ए ढुलो आयो। ल भयो भयो। मम्मी फाइनली हामी चाहिँ अब गइसकेका छौँ। अब हामी जाने तयारीमा छौँ। मम्मी चाहिँ यहाँ हुनुहुन्छ।
अनि दिव्याहरूको चाहिँ हाम्रो रमाइलो हुँदैछ दिव्या मलाई दिव्या मलाई कमेन्टमा के भन्छ अरे भनिदेऊ त भन न चाक ठाडो पारेर भन्छ कि अब चाक ठाडै छ त के गर्नु त हौ साथीहरू तर म ठाडो पार्दिनँ क्या अहिले चाहिँ मेरो चाक ठाडै छ कि सानोदेखि नै मलाई मेरो चाक ठाडो छ भन्थ्यो अनि अब हाम्रो सफारी पनि आइसकेको छ गाइज यहाँ पर होइन अब हामी जान्छौँ आहाना यता त आहाना यता र मान्छे पिकनिकहरू खान आउँदो रहेछ तपाईँहरू पनि डुल्न घुम्न चाहनुहुन्छ भने हाम्रो बासे चौरीमा आउन सक्नुहुन्छ हामी जाँदै गरौँ कि हुनुहुन्छ यहाँ बासे चौरीमा यति धेरै भिड हुन्छ भनेर त मैले सोचेकै थिइनँ यो चाहिँ बासे चौरीको दृश्य हो ल हुन्छ यहाँ बासे चौरीमा यस्तो रहेको छ बासे चौरीमा यसरी मान्छेहरू चाहिँ पिकनिक खाने रमाउने रमाइलो हुँदो रहेछ गाइस यतातिर बस्दा पनि रमाइलो हुने रहेछ अर्को पालि चाहिँ हामी यतातिर बस्छौँ अब यता चाहिँ मम्मी हुनुहुन्थ्यो त्यही भएर डिस्टर्ब हुन्छ भनेर चाहिँ हामीले शान्त ठाउँमा बसेको थियौँ तर अर्को पालि हामी आयौँ भने चाहिँ हामी यता नै बस्छौँ कति रमाइलो हुँदो रहेछ सफारी छ गाइस यो चाहिँ बासे चौरी हो मासु पोलेर खाने यताउति गर्ने पिकनिक खाने ठाउँ गाइस हेर्न सक्नुहुन्छ मजाले हेर्दै हुनुहुन्छ बाई बाई